वेलकम टु माई न्यू भ्लग। आज चाहिँ मैले भ्लग ठुलमामुको घर आज म ठुलमामुको घरबाट भ्लग बनाउन सुरु गरेको छु। यहाँ हुनुहुन्छ हाम्रो झन्डा दिदी। हेलो भनिदिनु त। हेलो भनिदिनु त। अनि हामीहरू गइरहेछौँ भित्र सबैलाई देखाएर सुशीला हेलो भन्नु। हाम्रो यहाँ गाइस पुरा घरै देखाउँछु म आज। पुरा घर यस्तो छ ठुलमामुको। अनि गाइस भनिहाल्न सकिहाल्छु क्या बाबु, धेरै नबोल हैन। अब मेरो पाली पिङ खेल्न गाइस। अब म पिङ खेल्न गइरहेको छु। यस्तो नुब्रेहरूको युट्युब च्यानल है, तर लाइक सब्सक्राइब 1 ट्रिलियन हुनुपर्छ गाइस। 1 ट्रिलियन के हो त्यस्तो? 1 ट्रिलियन भन्ने एउटा नम्बर हो। हेलो भनिदिनु त। सपना दिदी हेलो भनिदिनु त। हेलो भनिदिनु त। हेलो अनि यहाँ हेलो गाइज, म चिन्नु भयो होला। म माथि ब्लगको साथी, माथि ब्लगको माथि एडमिट राईको साथी म। फेरि म त जुन जसको भ्लगमा नि देखिरहेको हुन्छु। एमआरबी भ्लग्स पनि हेर्नु भयो होला। म त्यहाँनिर मिलेको छु। एमआरबी भ्लग्सको साइडमा एकचोटि बाइक राइडमा म थिएँ। एमआरबी भ्लग मेरो अगाडिबाट जानुभएको थियो। अनि त्यहाँबाट राजकुमार थापा मगर पनि जानुभएको थियो। कहिले गएको छौ तिमी राजकुमार थापा मगरसँग? खै अब मेरो नि खोइदियो म या पुरा हड भयो नि हड। त गाइज म रोनिक, तपाईँले चिन्नुभयो होला। अब चाहिँ तपाईँले मलाई देख्नुभयो होला। हाम्रो रोनिक चाहिँ हो गाइज। फेरि नाक देखेर के भनिएन। हड सबजना हड हो। म भ्लग बनाइदिन्छु पिङको। गाइज म भिडियो देखाइदिन्छु तपाईँलाई यसको। ल सुरु गर। यस्तो हो गाइज। यस्तो चप्पल उडाउनु। हाम्रो त कति रमाइलो भइरहेको घर। गाइज अनि हाम्रो घर नि देखाइदिन्छु पुरा। अनि सुधीर राई हाई भनिदिनु न। गाइज हामीहरू माथि गइरहेछौँ। अब माथि पुरा घरै देखाइदिन्छु आज म तपाईँहरूलाई। पुरा हेर्नुहोस् घर यस्तो छ हाम्रो। पुरा गाउँको घर। सपना दिदी हेलो भनिदिनु त। हेलो मेरो ब्लग। हजुर दिदी दर्शन दिदी म भ्लग बनाइरहेको छु। एकछिन म भ्लग बनाइरहेको छु। राइट यहाँ छ। यहाँ माथिबाट म रोनी मनी खेल्नु छ गाइज स्विङ। त्यसले एकछिन उसलाई खेल्न दिन्छु। रोनी कब मेरो पालो ल गाइज। अब हामीहरू गइरहेछौँ तल। माथि आइसक्यो हामीहरू। अनि हेलो भनिदेऊ दुईजना। हेलो भन। अब मेरो नि पाला आउँछ। किन गाइस एरोनिक खेलिरहेछ।
भोलि फेरि अब टिकाको तयारी भइहाल्यो नि यतिकै त लो खोल न खोलेर ल्याऊ ऊ त्यो हाल डुबुमा खोलेर भाँडा ऊ त्यो जहाँ पनि फाल्नु हुन्छ ऊ त्यो बोरा सब पोरा हालेर गाइस अनि यहाँ छ हाम्रो पुरा फ्लोर है अनि हेर्नुस् यहाँ दाइहरू सुत्ने कोठा हाई भनिदेऊ पपुसा हाई मादल बजाऊ त पपुसा मादल बजाऊ बजाऊ गुड गाइस अब हामीहरू गइरहेछौँ क्यारोनिकको स्विङ खेलेको हेर्नुहोस् गाइस मेरो ब्लग हेर्नु खै गाइस यो यहाँ छ अब मेरो पालो हो मेरो पालो म पखन ब्लग त बनाउनु दे म देखाइदिइरहेको छु क्या पर्दैन अनि यहाँ छ हाम्रो बहिनी हाई भनिदेऊ त हाई भनिदेऊ बच्चाको डोली हो यो चाहिँ गाइस बच्चाको टोली नै आज स्विङ खेल्छु अब मेरो पालो गाइस अब हामीहरू म पिङ खेल्छु तपाईँहरू हेर्नु होला गाइस हेर्नु है म यहाँ स्विङ खेलिरहेको छु पिङ गाइस यति मजा आउँछ यहाँ गाउँको पिङ त गाइस हाम्रो अनि गाइस हाम्रो नेटको नाम हो दिस होम गाइस अब यति मजा आउँछ पिङ खेल्दा कहिले काहीँ त लड्ला जस्तो नि हुन्छ एक हातले समात्नु त एउटा सामानले बोक्नुपर्छ अनि एउटा हातले समाउनुपर्छ त्यसले गाइस यस्तो थोरै डर नि लाग्छ अब महँगो भयो पिङ अब यहाँ राख्ने हो अनि पुरा गाउँ देखाउँछु यति सुन्दर छ हाम्रो गाउँ पुरा पहाडी भेगमा अनि उता म देखाएर आइहाल्यो गाइस म यो पुरा देखाइदिन्छु यहाँ पुरा कुखुराहरू छ अनि यहाँ छ को पिङ्की आइज हाम्रो पिङ्की आइज ठुलो बाबा हेलो भनिदिनु त कसलाई हेलो भनिदिनु न ब्लग बनाएर ब्लगमा जयसम्म जय नेपाल हेलो त्यता उता डाँडामा नमस्ते गर्दै गाइस हेर्नुहोस् हाम्रो पहाडी भेगमा हजुर ढुङ्गाको नाम जुरे ढुङ्गा हो नि गोरुको जुरो ऊ त्यो ढुङ्गा छ नि त्यो ढुङ्गाको नाम हो जुरे ढुङ्गा गाइजहरू अब हामीहरू पुरा देखाउँछौँ सरोज चाहिँ आएन कि आएन यसो साथीलाई नि भेटौँ के छ कुखुरा सर गाइज यो भिडियो चाहिँ आज थोरै लामो नि हुनसक्छ गाइज त्यसैले लाइक सब्सक्राइब नि गरिदिनु होला यहाँ हाम्रो पहाडी भेगको सबै ठाउँ देखाइरहेछ पुरा यहाँ साथीको पसल आइसक्यो सरोज अब हामीहरू जान्छौँ फर्किन्छौँ नि हेर्नुहोस् पुरा देखाइदिन्छु म गाउँ आज तपाईँहरूलाई पुरा पहाड छ गाइज अब जाऊँ हामीहरू घरमा अनि हिजो खाएको जुस गाउँमा त यस्तो चिज पाउँछ गाइज हामीहरू गइरहेछौँ पुरा सबैजना छन् आज गाइज यो चाहिँ अनि सबैलाई ह्याप्पी दसैँ नि हिजो अष्टमीको दिन सबैले कुखुरा खसी सबै काट्नु भयो होला सबैलाई बडा दसैँको शुभकामना अनि यहाँ म चढेर नि देखाइदिन्छु यस्तो छ हाम्रो यहाँ हेर्नुहोस् गाइस पुरा अनि यहाँ छ हाम्रो लीला ठुलो बाको घर गाइस
पुरा यस्तो छ गाउँको गाउँ यति सफा छ अनि मैले ठुलो भाइलाई नि सोधेको कि गाइस आन्दोलन भयो कि भएन रसुवामा त यति शान्ति थियो त्यो दिन आन्दोलनको दिन या त केही नि भएन अरे भन्दै हुनुहुन्छ ठुलो भाइले अनि यहाँ हुनुहुन्छ हाम्रो मासु पसलको अङ्कललाई नि देखाइदिन्छु गाइस हामीहरू गइरहेछौँ गाइस हाई भनिदिनु त अङ्कल दिदी हाई भनिदिनु त हाम्रो मासु पसलको अङ्कल र दिदीहरू यस्तो छ गाउँमा चाहिँ पुरा अनि त्यहाँ छ गाइस हाम्रो गुम्बा अनि त्यहाँ त झन् कत्रो पिङ बनेछ गाइस त्यहाँ पुरा सबैजना छ गाइस पुरा मकैहरू नि राखेको छ त्यहाँ माथि माथि गाइस अनि बच्चाहरू यहाँ पिङ खेल्न आइरहेको छ बच्चाको टोलीहरू बच्चाहरू के टिमके एउटा रफोड युजर हो यहाँ आऊ न यहाँ त आऊ रुक न मैले गुम्बाहरू देखाइदिइसकेँ यहाँ बहिनी स्विङ खेल त म देखाइदिन्छु सबैजनालाई कसको मोबाइल हो बाबा त्यो मम्मीको ल भयो अब बन्द गर्नुहोस् त एकचोटि हस् ल गाइस आजको लागि भ्लग यति ल थ्याङ्क यू बाई 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 गाइस